हेलो साथीहरू नमस्ते। आज हामी पुस 15 मा हामी बिरकोट नगरपालिका वडा नम्बर 5 मा पर्ने सोरेक मैदानमा गएका थियौँ। सोरेक मैदानमा हेर्दा हो प्यारासुट उड्यो। हामी 11:30 बजेतिर पुगेका थियौँ। हामी बागकोटदेखि पिकनिकको लागि गएका थियौँ र पिकनिकमा जम्मा 30 देखि 35 जनाको संख्यामा गएका थियौँ। दुईटा जिप लिएर यति बेला हामी खाजा खाँदैछौँ। खाजामा हाम्रो कोदोको सेलरोटी र तरकारी रहेको थियो, चिया थियो। यसरी हामी सबै मिलेर खाना बनाउने तयारी गर्दै थियौँ। सोरेक मैदानमा टह घाम लागेको थियो भने त्यस्तै खुल्ला ठाउँ पनि रहेको थियो। हामी यसरी डाँडामा हेर्न गयौँ। डाँडा थुप्रो रहेको थियो। आजको मौसम पनि धेरै सफा रहेको थियो। यहाँ धेरै ठाउँबाट घुम्नको लागि पनि आउनुभएको रहेछ। हामी यसै घुम्ने क्रममा फोटो पनि खिच्यौँ र हामी गाउँका सबैजना भएर यसरी गाएर मादल बजाएर गीत गाएर रमाइलो पनि गऱ्यौँ। हाम्रो खाना पाक्दैछ। यति बेला हामी खाना खायौँ। खानामा पुलाउ मासु थियो भने खाएर हामी एकछिन नाचगान गर्नतर्फ लाग्यौँ। नाचगान गर्ने तर्फमा दिदीहरू नाच्दै हुनुहुन्छ, हामी गीत गाउँदैछौँ। आजको दिन साह्रै रमाइलो भयो। यसरी नाच्दै हुनुहुन्छ। यो खाना खाएपछिको 3 देखि 4 बजेको समयमा हो। पछाडि चाहिँ बुद्धको मूर्ति छ। बुद्धको मूर्तिमा हाम्रो साना बाबु नानीहरू गएर उफ्रदै हुनुहुन्छ, बस्दै हुनुहुन्छ। भिडियो चाहिँ जे जस्तो भयो नि रमाइलो राम्रो मानेर हेरिदिनु होला। हाम्रो दिदीहरूले रमाइलो गर्दै हुनुहुन्छ। यसरी ल हामी नाच्दैछौँ, गाउँदैछौँ। घाम चाहिँ ढल्किँदै अवस्थामा छ। घाम ढल्किँदै गर्दा मौसम पनि जाडो हुँदै थियो। तर आजको दिन चाहिँ साह्रै सफा मौसम, घाम टह घाम लागेको, मन खुसी भएर होला। दिन पनि साह्रै रमाइलो लागेको। हामी यसरी नाच्दै थियौँ। यसरी नै नाच्यौँ। खोइ नाचेको भिडियो अलिक धेरै भयो जस्तो छ साथीहरू। खै हो, भिडियो लामो गरौँ भनेको तर भिडियो चाहिँ नाचेको धेरै रहेछ साथीहरू। यसरी हामी नाचगान गरेर चिया खाँदै फेरि खाजा खाँदै नाचगान गर्न लाग्यौँ। घाम दिन ढल्किँदै क्रममा थियो र हामी नाचगान गर्दै घाम पनि तापेका थियौँ र फर्कने तर्खरमा लाग्यौँ। फर्कने तर्फमा खिचेको यो तस्बिर। हामी 2टा गाडीमा गएका थियौँ र हामी पहिलो गाडीमा थियौँ भने दोस्रो गाडीमा अरू हुनुहुन्थ्यो। यो चाहिँ हामी फर्कने क्रममा हो। सोरेकमै जाँदाखेरि खिच्न पाइएन। यसरी हामी फर्कने
सम्झनामा भिडियो आउँछौ कस्तो बजार जस्तो लाग्छ तेल त्यस्तो लाइक कमेन्ट गर्न जिल्ला दिक्तेल बजार लै सम्झनामा आउँछौ हजार चारपिङ्गे आज लै भोलि त कहाँ खोटाङ जिल्ला दिक्तेल बजार लै सम्झना